नेपाल हस्तकला महासंघ गोसले जुगुट छिनगुकागु हस्तकला व्यापार मेला सम्पन्न जुगुदु वंगु शुक्रबार 24 गते निसेन ह्यागु मेला 27 गते मंगलबार बौद्धे कोचागु ख सरहरुले यसो डिरेक्सन बनाएर फर्किन्छ है मेला या उलेजा राष्ट्रपति विद्यादेवी भण्डारी याना दिगु ख मेला राष्ट्रपति भण्डारी थगु देशे उपलब्ध दुगु सीमित स्रोत साधन सिप्याट छेला देयाहे अर्थतन्त्र थकागु ज्यायाना चोंगु हस्तकला उद्यमितेगु ज्या चोछाब जुगु थका हस्तकला उद्यमितेगु प्रशंसा याना दिल हस्तकलाका माध्यमबाट हाम्रो देशको प्राचीन सभ्यता कला र संस्कृतिको संरक्षण एवं सम्वर्धन गर्नुका साथै नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न सकिन्छ। यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक सामाजिक लगायत समग्र राष्ट्रिय विकासका लागि महत्त्वपूर्ण योगदान पुर्याउन सकिन्छ। यसका साथै हस्तकला क्षेत्रले रोजगारी सृजनामा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको हुनाले यस उद्योगलाई नेपालका लागि तुलनात्मक लाभको क्षेत्र मान्न सकिन्छ। मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्नु अति आवश्यक छ। अथे बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे हस्तकला उद्योग व व्यवसाय यात थप प्रोत्साहन यात बागमती प्रदेश सरकार हस्तकला ग्राम देकेत अध्यादेश हेतुनागु उथुकिया थप विकास नीति हस्तकला विश्वविद्यालय चाकेगु तयारी याना चुनागु थया दिल यो संस्थालाई र यो क्षेत्रलाई म बागमती प्रदेशको सरकारको मुख्यमन्त्रीको नाताले पनि म बढी प्रोत्साहित गर्नुपर्छ भन्ने खालको कुरा म यहाँहरुसँग कामना गर्दै बागमती प्रदेश सरकारले यही कुरालाई प्रोत्साहन गर्न हस्तकला ग्राम स्थापना गर्ने गरी हामीले अध्यादेश जारी गरेर यो काम सुरु गरिसकेका छौं। हामी घरमा बसेर समय बिताइरहेको एकाडेमिक क्वालिफिकेसन पनि नभएका व्यक्तिले पनि हामी यो काम गर्न सक्ने हाम्रो यो खालको क्षमता पनि छ। हामी त्यो काम पनि गर्न सक्छौं। त्यसैले बागमती प्रदेश सरकारले के पनि सोचेको छ भन्दा हस्तकलाको क्षेत्रमा एउटा विश्वविद्यालय निर्माण गर्नुपर्छ भनेर हामी विश्वविद्यालय बनाउने तयारीमा छौं। अथे हस्तकला महासंघ नायक प्रचण्ड साके हस्तकला उद्यमितेस यानावया चंगुज्या व थपिन्छ फेमाला चंगु समस्या चुनौती व अवसरया बारे थठिका दिल हस्तकला समृद्धिका सम्भावनाहरू भन्ने अवधारणामा यो मेला आयोजना गरेका छौं। हस्तकला आफैलाई मौलिक सृजना मात्र नभई नेपालको बढ्दो व्यापार घाटा कम गर्न सहयोग पुर्याउन सक्ने क्षेत्रको रूपमा पनि यो मेलालाई बहस सृजना गर्ने अपेक्षा गरेका छौं। यस्तो हस्तकला क्षेत्र आन्तरिक रोजगारी सृजनाको आधारमा पनि हो। नेपाल आउने पर्यटकहरूले आफ्नो मुलुक फर्किदा नेपालको चिनोको रूपमा लैजाने वस्तुको रूपमा पनि हस्तकला वस्तुले नेपाललाई विश्वसामु चिनाइरहेको यहाँ समक्ष जानकारी गराउन चाहन्छु। हस्तकला व्यापार मेलाया कजी दिल्ली रत्न तुलाधर व सनम साके मेला व थेंदे बलाया आवश्यकता व महत्वया बारे फाटिका दिल मेला हस्तकला अन्तर्गत थलोट काष्ठकला प्रस्तरकला लगायत या थिथी हस्तकला वज्या जुगु ख Audio
अठे मेला जुया चंगु थासे परम्परागत हस्तकला अन्तर्गत प्रस्तर चायागु व सियागु बस्ती गरु देकेगु थेदे बलान जुगु ख अठे समसामयिक हस्तकला ठेदे बल्ला अन्तर्गत मिसा तेसा उन्या वस्तु पाखे मफलर देखेगु ठेदे बल्ला जुगु ख Audio Jungle.